नमस्कार साथीहरू, हाम्रो एन्जल उत्सव अफिसियल च्यानलमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी त्रिभुवन पार्क थानकोटमा धेरै पहिलादेखि आउने भनिरहेको थियौं, तर आज चाहिँ हामी अन प्लान भनौं न, प्लान बेगरै हामी यहाँ पुगेका छौं। आजको यो भ्लगमा चाहिँ हामी त्यहाँको एक्सप्लोर गर्ने प्रयास गर्नेछौं। कृपया ध्यानपूर्वक हेरिदिनु होला र यसलाई लाइक, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला र बच्चाहरूलाई अलिकति मोटिभेसनलको लागि र जस्ट एउटा हाम्रो रिमाइन्डको लागि मात्र यो भिडियो बनाएको छु। लेट्स गो। हामी यहाँ भित्र छिरिसकेका छौं आज, र यसमा चाहिँ एउटा रिनोभेट गरेको रहेछ यहाँ भित्र चाहिँ। र यतापट्टि अहिले नयाँ कुरा भनेको चाहिँ तपाईको एउटा 3D आर्ट म्युजियम थप गरेको रहेछ। तपाईहरु चाहिँ यहाँ जानको लागि चाहिँ कलङ्कीबाट जाँदै हुन्छ नि सिधै थानकोट जाने, थानकोट लेफ्ट साइडमा पर्छ, चेकपोस्ट भन्दा अलिकति अगाडि। र टिकटको लागि चाहिँ तपाईहरुले स्टुडेन्टको लागि 30 रुपैयाँ र एडल्ट्सको लागि चाहिँ 50 रुपैयाँ पर पर्सन छ। बच्चाहरुलाई खेल्ने ठाउँहरु पनि राख्दै रहेछ। र पिकनिकहरु आज चाहिँ हाम्रो यो लोसारको उसमा आएको थियौं हामी, तर त्यसमा चाहिँ खासै आज एउटा स्कुल लालीगुराँस स्कुलबाट मात्रै पिकनिक गएको रहेछ। र बच्चाहरुले खेल्ने ठाउँ र मेन चाहिँ तपाईको त्यो 3D आर्ट म्युजियम छ यसमा। जसमा बच्चाहरुलाई तपाईले खेल्ने सामानहरु लिएर जान सक्नुहुन्छ त्यहाँ, र चौर प्रशस्त रूपमा छ खेल्नलाई। जस रमाइलो गर्न सक्नुहुन्छ बच्चाहरु लिएर, र पिकनिकहरु पनि जान सक्नुहुन्छ। यो चाहिँ अब अलिकति जंगल टाइपको भाइब्स पनि आउँछ, र जाडो महिना भएकोले अलि चिसो पनि हुन्छ। तातो लुगा लगाएर जानु होला। जस रमाइलो छ ठाउँ चाहिँ। हामी चाहिँ मेरो भान्जी उहाँ चाहिँ, अनि मेरो बाबु यो उत्सव, छोरा छोरी, मेरो मिसेस गरेर हामी 5 जना गएको थियौं। जस रमाइलो भयो आजको यात्रा। होप यु आर enjoying it. त्यसरी नछोड होला भाइले। अब त पछाडि हात काट्छ नि फेरि। बिस्तारै बिस्तारै। तिमी के भएको? तिमी डुम। त्यो फेरि लड्ने ठाउँतिर नजाऊ है।
यहाँ रहेछ एउटा त्यो अलि उ छन्द छ होला यो म्युजियमको यतातिर छ कि त्यो केही होइन हन्टेड हाउस हो त्यो हन्टेड हाउस म गर्छु एकछिन पख 3 2 1 म भन्छु 3 2 1 गो लड्छ है त्यसरी नकुदा कुद्दैन अब यिनीहरूलाई धेरै भइरहेछ अहिले डुम हुन्छ त्यहाँ पछाडि बन्दर लुकिरहेछ एउटा बन्दर यो बन्दर हो उच्च बन्दर सर हेर्नु रोक्यो त एउटा यता हेर एन्टी लाइटै आउँदो रहेछ नि त जंगल र बादल फोटोसुट भइरहेछ
डगी रहेछ हेर ल त्यो भाइ लड्यो ए कहाँ चढा तिमीहरू ल हेर्नु कस्तो बच्चाहरू ल दुईटा हिरोइनहरू आयो हाम्रो हेलो सबै फिसहरू उता गएछ नि त टोक्छ 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 ल साथीहरू अब हामी चाहिँ त्यहाँबाट घुमेर निस्क्यौँ अब हामी यहाँबाट कलङ्की हुँदै यहाँबाट घर जान्छौँ स्वयम्भूबाट यताबाट होप यु अल आर इन्जोइङ आवर भिडियो र तपाईँहरू पनि घुम्न जान सक्नुहुन्छ आजको भिडियो कस्तो लाग्यो तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ हस् त सायोनारा टाटा बाई बाई ह्याभ अ गुड डे Soft strums of the warm acoustic guitar blend with the gentle sound of the waves crashing against the shore. A serene melody weaves through the breeze, creating a soothing rhythm that mirrors the ocean's ebb and flow. The sound of distant gulls and the rolling tide add layers to the tranquil sense tape of this coastal escape.